गाइस उहाँ चाहिँ हुनुहुन्छ शारदा खण्डी। उनलाई चाहिँ काम गर भनेपछि आडे पाडे काम गर्छिन् यिनी चाहिँ, अनिवार्य हो। केही भनेपछि मुख मात्रै फुल्लाउने काम हुन्छ यिनको। खाना खान्छन्, भाँडा यस्तै राख्छिन्, यता सफा गर भन्नुपर्छ। अनि यहाँ डस्टबिनमा पोहोर यस्तै चाहिँ यो फाल भन्नुपर्छ। केही काम गर भनेपछि फेरि ठुस्स पर्छिन्, काम सिकाउनु पर्छ। ग्यास राम्ररी पुछ, काम गर्न सिक्नुपर्छ भनेपछि भनेको मान्दैनन्। काम गर्नुपर्छ भने यस्तो मुख फुल्लाकी छिन् यिनलाई। अब के भन्नु, के भन्न छ छोरी, तिमीलाई भनिदेऊ त। के भन्नु छ? आन्टीले यस्तो गर्नुहुन्छ छैन? भन्नु छैन? छैन नभन्ने। यिनी मान्छे चाहिँ यस्तै छिन् हो। जसरी केही भनेपछि अर्का घरमा काम गराए भन्छ। अब के भन्नु।